हेलो हाई एभ्रिवान सेवा नमस्ते अनि वेलकम ब्याक टु माई न्यू मिनी ब्लग र यतिखेर भने चाहिँ 4 बजिरहेको थियो र हामी चाहिँ कहाँ गएको भन्दा चाहिँ तातो तातो लुगा लाएर चाहिँ हामी चाहिँ मुभी हेर्न गएको दार्जिलिङ धमिलो पहाड होइन। अनि यतिखेर भने चाहिँ गाडी पनि आइसकेको थियो अनि म र नाना चाहिँ ब्यागमा एकछिनबाट मम्मीहरू पनि आउनुभयो, हामी त बसिन हो। सो त्यही भएर हामी चाहिँ अहिले जाँदैछौँ र यतिखेर भने चाहिँ हामी बिग बजार पुगिसकेको छौँ हो दार्जिलिङको। अनि यहीँ चाहिँ हामी मुभी हेर्छौँ। अन्त कतिले त हेरिसक्नु भइसक्यो होला, तर हामीले चाहिँ आज जाँदैछौँ। अनि छेमरा भाइले चाहिँ यहाँ पसिसक्नु भएको थियो अनि मम्मी पनि पछि पछि स्पिड आएर चाहिँ मलाई मेरो फोटो खिच्दै भन्नुभयो। अन्त मम्मीको मात्रै होइन मैले सबैजनाको खिचिदिएँ। त्यसपछि मम्मीहरू यहाँ जानुभयो टिकट काउन्टरमा मुभीको टिकट काट्नको लागि। अनि त्यसपछि चाहिँ हामी गयौँ भित्र, मलभित्र यति दामी थियो। सो म चाहिँ यहाँ बिग बजारभित्र चाहिँ फर्स्ट टाइम पसेको, आउनु चाहिँ म डेली प्रायः नै दार्जिलिङ आउँछु। अनि यहाँ चाहिँ हामी सपिङ गर्नु जाउँ न टाइम छ भन्नुभयो। अन्त केटी मान्छेहरूलाई फोटो नखिची चाहिँ हुँदैन, मम्मीले फोटो खिच्दै भन्नुभयो। अरूले चाहिँ थाहा भएन के किन्नुभयो र मैले चाहिँ बाई वान गेट वान फ्री थियो नि त, सो त्यही भएर मैले चाहिँ बुलडक र बिस्किट चाहिँ किनेँ। र यतिखेर पनि चाहिँ हामी मुभी हेर्नु पनि पसिसकेको थिएँ। अनि यहाँ चाहिँ यो चाहिँ मलाई यो पार्ट चाहिँ पुरा मन पर्यो होइन। सानोमा हामी पनि खेल्थ्यौँ नि त, तर मैले बेसी राखिनँ किनभने कतिजनाले हेर्नु भएको छैन, फेरि डल्लै देखायो भने अब कतिलाई मजा आउँदैन, फेरि एक त अलाउ नै हुँदैन त्यस्तो होइन प्रायः। सो त्यही भएर मैले त्यो चाहिँ बुझिदिएँ होइन। अनि यतिखेर भने चाहिँ हामी सबैजना मुभी हेरेर पनि निस्किसकेको थियो, सबैजना रुनुभयो तर म चाहिँ रुइनँ किनभने अब मैले बुझ्नु चाहिँ बुझेँ पिक्चरहरू के थियो कसो त नबुझ्ने हुन्छ नि त होइन। तर मैले चाहिँ बुझेँ, मलाई एकदम मनमै लाग्यो होइन। र पनि म रुनु चाहिँ सकिनँ म किनभने हतपत रुने मान्छे नै होइन नि त। अनि हामी निस्किँदा चाहिँ कहीँ उयो नै थिएन नि त हो, सबै बन्द भइसकेको थियो, 10:30 भइसकेको थियो। अनि घर आइपुग्दा 12:30-1 बजेको थियो। त्यसपछि हामीले आएर मामको दोकानमा चाहिँ यहाँ वाइ अन्डाहरू बनाएर खाएर चाहिँ घर गयौँ। सो आजलाई चाहिँ यति नै, मेरो भिडियो अन्तिमसम्म हेरेर मलाई सपोर्ट गरिदिनुहोस् होला। अनि लाइक सेयर अनि कमेन्ट गर्न नभुलिदिनुहोस् होला। मलाई सधैँ यसरी नै माया गरिरहनुहोस्। एन्ड आजलाई चाहिँ यति नै, थ्याङ्क्स फर वाचिङ माई भिडियो, बाई बाई।